साथीहरू तपाईँलाई मेरो तर्फबाट दुई हात जोडेर नमस्कार। र आज म तपाईँहरूलाई धन्यवाद दिन चाहन्छु, किनभने तपाईँहरूले मेरो च्यानललाई सब्सक्राइब गरेर आज मेरो फाइनली 1343 सब्सक्राइब पुगेको छ। तपाईँहरूको कृपाले अझै मलाई साथ सपोर्ट दिनुहोस् र मेरो अझै सब्सक्राइबहरू बढाइदिनु भएको होस्। तपाईँहरूलाई म मनैदेखि धन्यवाद दिन चाहन्छु। र आज म तपाईँहरूलाई देखाउन चाहन्छु मेरो स्टोरमा के को सामानहरू पाइन्छ त। यहाँ हेर्नुहोस्, मेरो स्टोरमा पाइने सामानहरू भनेको यस्तो छ। मेरो स्टोरमा पाइने सामानहरू चाहिँ यस्तो छ गाइस, यस्तो छ। मफहरू छ, यहाँ छ रेड मप छ, ब्लू मप छ, येलो मप छ, वाइट मप छ। त्यसपछि बाल्टिनहरू पनि छ गाइस, बाल्टिनहरू छ, सेफ्टी बेल्ट पनि छ, यहाँनिर बाल्टिनहरू छ, पाइप पनि छ, यता छ पेपरहरू छ। अनि यो के भन्छ गाइस, यसलाई मच्छरको धुलो झार्ने, मच्छरहरूको जालोहरू झार्ने, लामखुट्टेहरूलाई भगाउने। यता चाहिँ मकहरू छ, चटक्क परेको छ गाइस। हेर्नुहोस्, यस्तो मिलाएर राखेको छ। यहाँ प्याडहरू पनि छ, माथि प्याडहरू पनि छ, यता पनि छ, मिसिनहरू पनि छ, प्लास्टिक छ, साइनबोर्डहरू पनि छ गाइस, साइनबोर्डहरू पनि छ, केमिकलहरू छ। अझ तपाईँहरूलाई देखाउन चाहन्छु म। हेर्नुहोस्, तावल भनेको हाम्रो भेराइटीको छ गाइस। तावलहरू भनेको एकदम माइक्रोफाइबरको, एकदम है। यो भएको येलो कलर भयो, यो भयो चक्लेट कलर, यता छ फेरि, यता पनि छ गाइस। हेर्नुहोस्, ग्रिन कलरको, यता तल छ ब्लू कलरको, यहाँनिर छ रेड तावल छ, रेड। त्यसपछि गाइस हेर्नुहोस्, पिङ्क तावल पनि छ, पिङ्क तावल पनि छ हाम्रोमा। त्यसपछि यहाँ हेर्नुहोस्, यो नुहाएपछि यसो गामछाले यसो हातखुट्टा पुस्ने ओर्ने, कपडा फेर्ने चट्टसँगले होइन, यस्तो खालको छ। कपडाको त कुरै नगर्नुहोस्, A1 छ, A1। यहाँ छ फेरि सेतो तावल छ है, सेतो तावल चाहिँ मुख धोएपछि सट्ट पुस्ने है, अहिले चाहिँ पुस्ने चट्टसँगले। फेरि यता छ मोबाइलहरू पुस्ने, ग्लासहरू पुस्ने, क्या ढुकाहरू चट्टसँगले ढुकाहरू पुस्ने। यहाँ छ। त्यसपछि फेरि म तपाईँहरूलाई देखाउन चाहन्छु, यो चाहिँ हो फेरि स्पान भन्छ है गाइस, स्पान भन्छ यसलाई। यो चाहिँ फेरि चट्ट केमिकलमा चोबेर चाहिँ चट्ट भान्साघरको किचनहरूलाई हुन्छ नि, टाइल्सहरू लगाएको, तिनीहरूलाई चाहिँ मजाले पुस्ने यो हो। त्यसपछि अर्को चिज पनि म तपाईँहरूलाई देखाउन चाहन्छु। यसलाई चाहिँ गाइस, यसलाई चाहिँ भन्छ झाडु है। यो चाहिँ फेरि विदेशी झाडु हो नि फेरि गाइस, यो चाहिँ विदेशी झाडु हो। त्यसपछि अर्को पनि छ, यो चाहिँ कालो ब्रुस हो। यो चाहिँ ब्रुस, यो ब्रुस पनि राम्रो क्वालिटीको छ है। यसलाई भन्छ 90 ब्रुम भन्छ। त्यसपछि यसलाई के भन्छ गाइस, यसलाई के भन्छ, यहाँ आफै नाम पढ्नु होला नाम है। यो चाहिँ फेरि एकदम मुलायम छ नि, फेरि मुलायम, एकदम मुलायम छ। यहाँ हेर्न सक्नुहुन्छ तपाईँहरूले है, दामी क्वालिटीको सामानहरू छ। ट्याक्क यहाँ राख्ने यसरी दामी खालको। फेरि यहाँनिर हेर्नुहोस् गाइस, यसलाई चाहिँ के भन्छ तपाईँले, यसलाई के भन्छ थाहा छ? यसलाई भन्छ टोइलेट ब्रुस। यसलाई चाहिँ टोइलेटमा हालेर ड्याङ 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 ड्याङ
गरेर घोटेर चाहिँ सफा पार्ने हो एकदम चमाचम ब्युटिफुल बनाइदिने हो है गाइस। त्यसपछि म तपाईँहरूलाई अर्को चिज पनि देखाउन जाँदैछु। यहाँनिर छ हेर्नुहोस् गाइस एउटा चिज फेरि यहाँ छ है चिज ट्याक्कै यसले चाहिँ निधारमा ठ्याप्पै यसरी हाल्ने हो फेरि ट्याक्कसँगले टोइलेटमा चाहिँ जाम भएपछि चाहिँ त्यसले ट्याक्क टोइलेटमा धेरै घुवास 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 गरेर घोच्नुपर्छ। त्यसपछि भित्र जाम भएको चिज चाहिँ यसले फेरि निकाल्छ है फेरि गाइस यसले स्वाट क्लिनै पारिदिन्छ एकदम। तपाईँलाई अर्को चिज पनि देखाउन चाहन्छु। यहाँ हेर्नुहोस् गाइस यो चाहिँ फेरि भन्छ यसलाई डेस्मोक भन्छ डेस्मोक एकदम दामी क्वालिटीको छ है एकदम दामी क्वालिटीको छ। यसले चाहिँ फेरि सट्ट यस्तो फ्लोरमा चाहिँ झाडु लाउनु पर्दैन सट्ट यसको डन्डा हुन्छ यसको डन्डा लगाएर चाहिँ सट्टसँगले डन्डा लगाएर चाहिँ यसो घोटेपछि त अनि चमाचम ब्युटिफुल भइहाल्छ फेरि है कोठाहरू पनि दामी हुन्छ।